मेरो दुर्गामान लिम्बू मेरो पुरा नाम चाहिँ दुर्गामान लिम्बू हो। गाउँको नाम चाहिँ मङ्सिला तिङचे वार्ड हो हाम्रो। जम्मा हामी 11 जना। यो त अब साल त खै के भन्नु, पहिल्यैदेखि नै यसरी हामीले खेती किसान त पहिल्यैदेखि नै गरिरहेको हो। अनि यहाँनिर अब अहिले चाहिँ के अरे जङ्गल बेसी भएकोले गर्दाखेरि कोदो धान यो चाहिँ अब प्रायले नै गर्नु छोडियो। किन अब यो सेप ज्यादा भएर अहिले हुनु छोड्यो, त्यसले गर्दा हामी गर्दैनौँ। हामी अहिले चाहिँ सागसब्जीदेखि लिएर आलुहरू यिनीहरू चाहिँ हामी बहुतै हामी काम गर्छौँ, यसको खेती गर्छौँ हामी। यहाँनिर चाहिँ सबै टोटल भन्नु पर्दाखेरि चाहिँ 8 एकर जमिन छ। तर अहिले यहाँ मैले खेती लाएकोमा चाहिँ 4 एकर मात्रै छ। यो चाहिँ हुन त पहिला बहुतै हुन्थ्यो। त्यो बेलामा तपाईँको त्यो घटना त भयो होइन? हजुर। त्यसमा तपाईँले सरकारले मद्दत गरेको? सरकारले मद्दत गर्नुभएको चाहिँ अब हामीले यो किसानपट्टि चाहिँ हामीले सरकारले मद्दत गरेको चाहिँ पोहोरको साल गर्नुभएको थियो। पोहोरको साल चाहिँ अब आलुको खेती हामीले गरेको थियो। यो आलुको खेतीमा चाहिँ हामीले बहुतै हामीले सहयोग दिनुभएको छ पोहोरको साल चाहिँ। त्योभन्दा अगाडि चाहिँ अब त्यति थिएन, कम्ती मात्रामा अब त्यही हो सरकारले अलिअलि उयो गरिदियो। तर पोहोरको साल चाहिँ आलुको एकदमै नोक्सान भएको थियो हामीलाई। त्यसमा चाहिँ इन्सुरेन्स हामीले राम्रोसँगले पायो पोहोर चाहिँ। यो चाहिँ अब यही हो, हामी खेती गर्दाखेरि चाहिँ मलजल हामी राम्रोसँगले गर्छौँ। तर अब किरा बेसी लाग्छ अनि कोही बेला अब पानी बेसी हुन्छ। त्यही कारणले नै होला अब कति कुहिएर जान्छ हो, कति अब कमिलाले खाइदिन्छ बेसी जस्तो। अनि एउटा हाम्रोमा चाहिँ उताने मुसा भन्ने एउटा छ, यसले साह्रै बिगार गर्छ हाम्रोमा त। अब हुन्छ, तर अब त्यसमा त अब यति हामीले एक खालको मेलोमा काम गर्नु पर्दाखेरि त बहुतै खर्च हुन्छ। यो चाहिँ अब यति थाहा थिएन, तर पोहोरको साल चाहिँ हामीले थाहा पायौँ। थाहा कसरी पायो भन्दाखेरि चाहिँ यहाँ हाम्रै गाउँको एकजना बहिनीले भन्नुभयो। भाइहरू पनि टाढो बस्ने भाइहरू पनि आउनु भएको थियो। उहाँले पनि यो यस्तो गर्नुपर्छ, यो के अरे योजना हो भनेर उहाँले धेरै कुराहरू भने। हामी अब त्यति मनमा राख्नु सकेन है। अनि यहाँ हाम्रो गाउँको एकजना बहिनी हुनुहुन्छ, भिमला बहिनी, उहाँले चाहिँ हामीलाई आयो, यसरी तपाईँहरूले रोप्नु भएको रहेछ, यो के भयो भने। अनि बहिनी अब त हामी के भन्नु, यसरी किरा लागेको छ, यसरी कमिला लागेको छ भनेर हामीले कुरा गर्दाखेरि त्यसो भने अब इन्सुरेन्स भर्नुपर्छ भनेर उहाँले भन्नुभयो। उसो भने यो कहाँ गएर भर्नुपर्छ, के गर्नुपर्छ भन्दाखेरि यो बहिनीले हामीलाई बाटो देखाउनु भयो। अनि हामी गयौँ त्यहाँ बजारमा गएर हामीले इन्सुरेन्स भर्यो। भर्दाखेरि चाहिँ के अरे हामीले पछाडि त्यो एउटा कागज पाउँदो रहेछ, त्यो कागज लिएर हामीले राख्यौँ। अनि त्यो बहिनी आइबस्नुहुन्थ्यो, आलुहरू सबै हेर्दै जानुहुन्थ्यो, फोटो खिच्दै जानुहुन्थ्यो। पछाडि चाहिँ हामीले खन्दै गरेको बेला फेरि आउनुभयो, उहाँले सबै फोटोहरू बनाएर लानुभयो। त्यहाँदेखि हामीले सोध्यौँ तपाईँले यत्रो दुःख गर्नुहुँदै चाहिँ यो चाहिँ बातमा के हुन्छ भन्दाखेरि सायद तपाईँहरूको पछि इन्सुरेन्स अस्ति गर्नुभएको छ, यसमा पैसा तपाईँहरूले पाउनुहुन्छ होला भनेर उहाँले पनि भन्नुभयो। हामी त त्यसरी पायो भने त अहो। अनि उहाँले बोलाउँदै लु फल चाहिँ यस्तो भएको छ है बहिनी, लु हेर्नुहोस् है। हामीले बोलाइ हामीले देखायौँ। यो चाहिँ पोहोरको साल गर्नु चाहिँ खासै चाहिँ यस्तो खेती त पहिल्यैदेखि गरेको। तर यो फसल बिमा योजना चाहिँ पोहोरदेखि मात्रै राम्रो अलिअलि अब थाहा भयो भनौँ। अब के गर्नु, दुःख त गरेकै हो, कति अब नोक्सान त भयो। तर भए पनि अब कसलाई भन्नु है, अब त्यो कसैले जानकारी पनि भएन। अनि अब जति नोक्सान भयो सक्यो, फेरि त्यो खप्यो, अर्को हरेस नखाएर अर्को चाहिँ होइन यो बाइक त भएन, आउनु त हुन्छ होला भन्दै हामी त्यति गरिबस्यो हो। अब यो चाहिँ मेरो सोचमा चाहिँ अब पोहोरको काम गरेर उहाँले यसरी हामीलाई सहयोग दिँदाखेरि चाहिँ एकदमै खुसी छ। त्यही कारणले नै के अरे हामी त अझै गर्ने, अझै बढाउने भनेर यो बाजे अझै हामी
एक बोरा बिउ मगाइरहेको छु। यो अगुवा रोपिरहेको छ हो, अब फेरि पर्छ फेरि एक बोरा लिएर रोपौँ भनेर सोचिरहेको छु। किन अब यसरी सरकारबाट यसरी सहयोग हुँदो रहेछ भने हामी त मन मार्ने होइन, एकदम हामी त खटेरै गर्ने। त्यो डेटहरू चाहिँ यति थाहा भएन, म्याक्सिमम् अहिले हुँदै होला हौ 4-5 महिना भयो होला। हामीले राम्रोसँगले पैसा चाहिँ हामीले पाएको थियौँ, त्यति थाहा भएन त। तर यो नम्बरहरू चाहिँ अब यो त हामी जरुरी नै छ, किनकि अब हामी यो खेती किसान हामीले गरेन भने त हाम्रो केही उपाय छैन, नोकरी छैन हो, हामी यही काम गरेरै खानुपर्छ। अब यो त यति थाहा गर्नु सकिएन, किनकि अब यसरी के अरे कोही अफसरहरू डिपार्टमेन्ट कोही आएर हामीलाई यसरी सोध्छ होला भनेर ज्ञानमा हामी राखेन, त्यो भोग्दै गयो बिर्सिँदै जाँदो रहेछ सर। मैले पोहोरको साल चाहिँ एकालको मेलोमा उयो गरेको छु, अनि त्यतिमा चाहिँ मैले एकदम राम्रोसँगले 10,000 चाहिँ म पाएको थिएँ है। त यो बाजी चाहिँ अब अगुवा पछि गरेर चाहिँ अब हालकै मेलो पुर्याउने विचार छ। यो यति चाहिँ अब अगुवा भएको छ। अब यो यहाँदेखि लिएर यो यताको यो डल्लै नै रोप्ने, अनि नानीहरूले आज थाङ्राहरू सबै उठाइदिँदैछ हो। अब मेसिन ल्याइराखेको छ, मेसिनले हामी डाङडुङ जोतेर यिनीहरू यो सबै हालिदिँदैन। फसल बीमा से संबंधित जानकारी के लिए हेल्पलाइन नंबर 14447 पर कॉल करें। फसल बीमा कराओ, सुरक्षा कवच पाओ।